अब हिजो भएको कुरा के थियो भन्दाखेरि अब रातभरि पानी परेर तपाईँको चाहिँ भत्क्यो, अवरुद्ध भयो बाटो। अब त्यो बाटोलाई खुलाउनका लागि त जानु पर्यो होइन। यहाँबाट हामीले 25-30वटा बेल्चा गैँती होइन, आवश्यक परे झम्पल घनहरू होइन गाडीमा लोड गरेर अब हाम्रो श्रमदानको अभियानमा हामीसँग प्रशस्तै औजारहरू प्राप्त भएका छन्। ती औजारहरू लगेर हामी चाहिँ नि गयौँ त्यहाँ होइन। हाम्रो तपाईँको चाहिँ नि क्विक रेस्पोन्स टिम छ एउटा है, त्यो टिमका साथीहरूलाई पनि मैले बोलाएर चाहिँ नि गयौँ माथि है। त्यहाँ माथि गएर सबै रमित हेर्ने खालको मात्रै प्रायः भइराखेको स्थिति थियो। त्यसमा चाहिँ नि अब त्यो होइन झरेका बाँसका टुक्रा टुक्रीहरू काट्नेदेखि लिएर अब त्यो ग्याजी हिलो होइन, हिलो र ढुङ्गा तिखो तिखो, त्यस्तो भित्र फेरि जुत्ता लगाइएन, चप्पल लगाइयो, त्यो खाली खुट्टै उफ्रेर पसियो त्यहाँ डाङ डाङ र डुङडुङ सबै कुरा स्याटै है। मान्छे चाहिँ ढुङ्गा झर्छ कि भनेर माथितिर हेर्दै अब त्यहाँनिर थुप्रै मान्छेहरू अब होइन आवागमन गर्ने यात्रुहरूदेखि लिएर थुप्रै मान्छेहरू बसिरहनु भएको थियो। अनि त्यसमा चाहिँ नि त्यस्तो खालको तदारुकता मैले गरेर देखाएँ, त्यो मन परेन क्या उनीहरू। अनि डोजर लगाएर गर्दा भइहाल्थ्यो त भन्छ होइन। कतिलाई फेरि तपाईँको त्यो त्यस्तो भन्नेहरूले के भन्ने होइन, जेसिबी लगाए भइहाल्थ्यो त पनि भन्दै हुनुहुन्थ्यो। अब त्यो जेसिबी भनेको चाहिँ कम्पनीको ब्रान्ड हो, नाम हो है। त्यसलाई चाहिँ डोजर भन्छ। एउटा डोजर, एउटा चाहिँ ब्याक हो लोडर है, दुईवटा प्रयोग गरेर हामीले चाहिँ नि होइन नगरपालिकाकै एउटा सडक विभागको बोलाएर त्यहाँनिर चाहिँ नि पन्छाइयो। अब त्यो डोजरले एकतिरबाट खनिराखेको छ, अब अर्कोतिर हामीले चाहिँ नि हात बाँधेर बसिराख्ने चलन छ नि त हाम्रो चाहिँ, हात बाँधेर बसिराख्ने होइन। अनि यस्तो दुईटा हात पछाडि कि त हुन्छ कि त यहाँ होइन हात बाँधिन्छ अगाडि, अनि ओठले त्यसो गर्न त्यहाँ त्यसो गर त्यसो यसो यसो भन्छ नि त त्यो चाहिँ मलाई बिल्कुल मन नपर्ने। त्यसले गर्दाखेरि होइन तपाईँको छैन बेल्चा चलाउनु थालेँ मैले, अब अरूलाई पनि चलाउनु लाएँ। त्यहाँ बेल्चाले फडाङ फुडुङ गरियो। अब डोजर परबाट आउँदैछ, यताबाट हामीले चाहिँ थोरैमा पनि तपाईँको 1-2 ट्र्याक्टर त त्यहाँ के अरे माटो त पन्छायौँ। अब 1-2 ट्र्याक्टर माटो पन्छायौँ, डोजरले पनि गर्दैछ, हामीले पनि गर्दैछ। सबै कुरा डोजरले मात्रै गर्छ भन्ने हुँदैन। र त्यति गर्दाखेरि चाहिँ अब डोजरले लगाउँदाखेरि भइहाल्ने होइन, मेसिन प्रयोग गर्दा भइहाल्ने भन्ने कुरा त्यति मलाई थाहा छैन। त्यो थाहा भएर नै धरानमा छैन म तपाईँहरूलाई भनिहालौँ होइन। सबै कुरा भन्न आवश्यकता छैन, तै पनि अब प्रश्न गरिहाल्नु भयो। म आउनु अगाडि धरानमा केही पनि थिएन कि। मैले धरानमा 2टा डोजर, एउटा रोलर, एउटा मिनी रोलर होइन चाहिने 2वटा ट्रिपर, 5-6वटा ट्र्याक्टर किने क्या मैले कुरा बुझ्नुभयो नि विरोधीहरू है। प्रकृति, संस्कृति र प्रविधि तीनटा आधारमा मान्छेको विकासलाई हामीले सन्तुलित तरिकाले अगाडि बढाउनुपर्छ भन्ने सिद्धान्तको प्रतिपादक होइन अर्का साम्बाङ।